Finally guys, view bawal देखिरहन हेर्न सक्नुहुन्छ। Hey guys, welcome back to my new vlog. I hope हजुरहरु पनि सन्चै हुनुहुन्छ होला। म पनि सन्चै छु। काठमाडौँ आज न्यू भ्लग धेरै दिनपछि एउटा नयाँ कन्टेन्ट बनाएको छु। यस्तो आज शनिबारको दिन भएर अल्छी लागेर न यसो बाहिर निस्किदिएर अनि यता गाउँतिर घुम्न आएको छु। माथिपट्टि चाहिँ पछाडि चाहिँ तरकारी फार्म हेर्न सक्नुहुन्छ है। यो हेर्दाखेरि चाहिँ नेपाल कृषि प्रधान देश हो भन्ने पुरै लाग्यो होइन। एकदम बवाल रहेछ। अगाडि जाँदैछु म के हुन्छ सब देखाउँछु। गेटअप चाहिँ यस्तो भएको छ। गाजु माथिनिर त्यो मन्दिर छ न त्यही जानला हेर्न सक्नुहुन्छ है गाइस। काठमाडौँ चाहिँ उता छ पुरै कुइरो लागिरह। त्यहाँनिर जुन पनि लागेको रहेछ गाइस। Hey guys, यहाँ टन्नै 300-400 खुड्किला छ क्या जस्तो लाग्यो चढ्नलाई होइन। गाइस मन्दिरको नाम के थाहा छैन होइन। तै पनि घुम्न आइदिएर तल बोर्ड थियो बोर्ड हेरिन। तै पनि माथि जाँदा के हुन्छ सब देखाउँछु हजुरले। यहाँनिर चाहिँ बजार लाग्ने छैन कहिलेकाहीँ 1 नम्बर 2 नम्बर भनेर थाहा थिएँ। अनि फाइनली गेट चाहिँ आयो। गाइस एकदम बल ब्युटिफुल ठाउँ है। अनि मास्क पनि खोल्नु गाह्रो भयो लास्ट उकालो चढ्दै थिएँ। म खासै टाइम लाग्यो 2 मिनटमै पुगेँ उकालो चढ्न मान्नु पऱ्यो गाउँतिरै। त्यहाँदेखि मन्दिर चाहिँ सानो है। अब माथि जान्छु जस्ट गेटबाटै जान्छु नि त म। फाइनली गाइस भ्यू बवाल देखिरहन हेर्न सक्नुहुन्छ। फर्स्ट टाइम आएको यहाँ चाहिँ। म चाहिँ बस्ने कहाँनिर रहेछ है। जुम गर्छु उता त्यहाँदेखि आएको चाहिँ म त। त्यहाँतिर त बन्दै रहेछ नि यहाँ। ट्याक्कै मेन मन्दिर चाहिँ यो। अझै नाम हेरेको छैन मन्दिरको त। एकदम बवाल शिवजीको। सो फाइनल गाइस होइन मन्दिरमा पूजा गर्न जानला। जुत्ता खोलेर टिका लाउनु पऱ्यो होइन पुजारी बासीमा। एकदम बवाल आयो। गुरामा आउनु भयो तपाईँ पनि है तल गुरामा जानुभयो। यहाँ पहिले यहाँ गएर बनाउनु पर्छ तपाईँले। सफा टिका लगायो होइन। यहाँ माझ सिभायो भने यो उठेर यो
मादा सबै यस्तो भयो अनि मादेको यस्तो लाग्यो कि मादेलाई हामी बस्छौँ नि अनि मादेले यहाँ सबै मलाई यो शान्तानेश्वर महादेव मन्दिर होइन गाइस काठमाडौँ गोदावरी माथि रहेछ अनि हाम्रो सम्पदा हाम्रो गौरव होइन एकदम बवाल लागेको ठाउँ चाहिँ अरू म एक्लै आएको थिएँ नि त्यतिखेर अरूबाट क्यामेरा स्यामेरा अनि टन्नै केटाहरूसँग आउने हो केटाकेटी साथीहरूसँग आउनु एक्लै आएको कारण फोटो खिच्ने मान्छे छैन आफै जस्तो गर्ने अनि ओके बुट्टा चाहिँ बवाल बनाएर रहेछ हेर्नसँग चाहिँ अनि यहाँ चाहिँ भित्र चाहिँ सुत्ने ठाउँ रहेछ होइन यस्तै हुन्छ नि त कोही ठाउँ नपाएका यसो शिवजीको चाहिँ नक्कली फोटो यहाँ चाहिँ हनुमानको फोटो रहेछ यहाँ चाहिँ यहाँ चाहिँ शिवलिङ्गहरू चटाउनु हेर्न चाहन्छ चाहिँ यो चाहिँ धेरै ठाउँमा हुन्छ या साथीहरू म चाहिँ मन्दिर घुमेर होइन शान्तानेश्वर मन्दिर घुमेर चढिसक्यो हल्का रमाइलो पनि एकदम बवाल लाग्यो तर फोटो खिच्ने मान्छे भएन फोटो भिडियो बनाउने फेरि अर्को फोटो गाउँदाखेरि चाहिँ राम्रोसँग आउनु पर्ला त्यस बवाल छ सो फाइनली गाइज म चाहिँ रुम पुग्न लागेको अब चाहिँ अबको 5 मिनटमा रुम पुग्छु होइन शान्तेश्वर मन्दिर घुमेर आइसकेपछि आजको शनिबार पनि कट्यो कोठामा गएर एउटा खुट्टा दुखिरहेन खानासाना पकाउन लाउने अनि अरू भिडियो पनि बनाउँदै रहन्छु हप्ताको एउटा कि 2 हप्ताको एउटा ब्लग आउँछ हजुरले हेर्दै रहनु होला माया गर्दै रहनु होला हाम्रो साथीहरू अहिलेको लागि चाहिँ बाई बाई ह्यान्डसम साई मेरो भाइ